हेलो जय मसी नमस्ते यहाँहरु सबैलाई। यहाँले हेर्दै हुनुहुन्छ पूजा आकर्षण ब्लग्स यानी कि V3 युट्युब च्यानल पनि भन्छु। अनि आजको ब्लग्स चाहिँ हामी यहाँबाट डाउनटाउन सियाटलको फेरी तर्फ हामी जानेछौँ। ल अब चाहिँ हाम्रो यात्रा यहाँबाटको फेरीको यात्रातिर हामी अब यहाँदेखि हिँड्न लागिरहेछौँ। अनि हाम्रो नाना भेनाहरू रेडी हुनुहुन्छ। सुनिल भेना हुनुहुन्छ, कान्छा भेना यहाँ भेन ठिकै हुन्छ नि? एकदम एकदम एकदम। अनि यहाँबाट चाहिँ मेरो टाढाबाट वायुबाट पार्नु भएको मेरो आदरणीय पास्टर भेना हुनुहुन्छ। अनि उता नाना हुनुहुन्छ, मेरो भान्जी निस्किँदै हुनुहुन्छ। सुरु भयो नि अनि हामी यहाँको यात्रा चाहिँ अब यहाँबाट हामी अब निस्किसक्यौँ। अब हामी जानेछौँ। अब यहाँको जाँदै गरेको केही झलकहरू सँगसँगै हामी वहाँ पुगेर हजुरहरूलाई देखाउनेछौँ है। अलराइट, फाइनल्ली हामी सिपभित्र छिरिसक्यौँ। हामी गाडी पार्क गरेर अब हामी जाँदैछौँ। यहाँदेखि उकालो चढ्ने क्रम हो रहेछ। हाम्रो प्याकिनी भान्जी यहाँ निस्किएको छ। अब मात्रै भिडियो सुरु भयो, हामी माथि चढ्दैछौँ। इम्बेरेसिङ हुँदैन। हामी अब गाडी सिटभित्रै पार्क गरेर चाहिँ हामी उँभो जाँदै गरेको अवस्था है यो चाहिँ। तर भान्जी तपाईँलाई म एउटा कुरो भन्छु। ल हामी अब चाहिँ सिप चढ्यौँ अनि माथिल्लो 3rd फ्लोरमा आएका छौँ। यो गाडी चाहिँ अब हामी सिप जान लागेको छ है। जाउँ घुमौँ नाना आउनु। आइरहेको छ भन्टङ भुन्टुङ भान्जीहरू मेरो नाना। भान्जी कस्तो लाग्दैछ तपाईँलाई? गुड लाग्दैछ? है भान्जी हुन्छ। अहिले भएर जानुपर्छ। अब यो त सिप हिँडेकै छैन नि, अब हिँड्नु बाँकी छ। अनि हाम्रो अब वासिङटन सियाटलको घुमाइ के कसो भयो यसो जेनरलमा भनिदिनुहोस्। अनि आजको दिन कस्तो लाग्यो न? यो चाहिँ हाम्रो पूजा बुहारीको ब्लग्सको च्यानलमा आउँछ है त। प्रभु यीशु ख्रीष्टको नाममा म चाहिँ मसी भन्न चाहन्छु। आज एकदमै रमाइलो भइरहेको छ। परमेश्वरको एउटा योजना रहेछ, हामीले सोचेको पनि थिएन। तर यो वासिङटन सियाटलमा चाहिँ यति साह्रो सुन्दरताहरू साँच्चीको है परमेश्वरले सृष्टि कति सुन्दर छ नि। म एकदमै खुसी छु। अनि मेरो विशेष चाहिँ मेरो भाइ बहिनीहरूलाई अनि मेरो जति पनि यहाँ भएका आफन्तहरू एकदमै यो परमेश्वरको योजनाद्वारा आज हाम्रो भेट भएको छ। धेरै खुसी लागेको छ मलाई। धेरै थ्याङ्क यू सो मच कान्छा भाइलाई धेरै थ्याङ्क यू। अनि आज बल्ल जोड्यो, प्रभुलाई धन्यवाद। प्रभुले समय मिलाइदियो हामीलाई होइन। प्रभुमा आउँछ भनेर सोचेको थिएन हामीले, तर हामीले पायौँ। हाम्रो भाइलाई साह्रै खुसी लागेको छ। खुसी किन भन्दाखेरि चाहिँ धेरै वर्षपछि हाम्रो नाना भेनाहरूसँग चाहिँ अझै यसरी भेट भएको छौँ हामी। अन्त यो वासिङटन सियाटलमा चाहिँ आजको यो सिप चढ्नुमा नाना भेनाको ठुलो इच्छा थियो। अनि भेनाले मलाई पहिल्यै भन्नुभएको थियो। अनि आज लिएर आएको छौँ। हामी धेरै खुसी छौँ। अब हामी एकछिनबाट सरर कुद्छौँ। कता कुद्छौँ भन्दाखेरि हामी यहाँ देख्दै हुनुहुन्छ, हेर्नुहोस् यसमा कुद्छौँ। अब हामी माथि चढिरहेको छौँ। हजुर। अनि अहिले हाम्रो भेना हुनुहुन्छ। भेनाले एकदम रमाइलो हेरिराख्नु भएको छ। अनि अब सबैजना हामी जाउँ न त नि उतापट्टि। अब हामी पुरा कताबाट जानु?
छ अब जुभान्जा सेडरको घुमाइ रमाइलो भइरहेछ हजुर अनि यो सिपमा चढ्दाखेरि सिपमा चढेको जस्तै फिल भएको छ कि छैन है त्यस्तो खासै म त मुभ गरेको नि थाहा थिएन बाहिर आउँदा थाहा भएको अघि बाहिर आएर त्यस्तो भइरहेछ है ल पारिपट्टि गइरहेको अवस्था है अब चाहिँ हामी लगभग पनि आधी बिचमा आइपुगेको छौँ अनि यहाँले पारि देख्दै हुनुहुन्छ है अर्को सिप गइरहेको छ हामी एक्सचेन्ज हुँदैछौँ यो बेला अनि हामी जो उता जाँदैछौँ त्यो सिप चाहिँ उता जाँदैछौँ है पारिपट्टि चाहिँ आइपुग्यौँ अहिले हामी डेस्टिनेसनमा भनौँ न यो गइरहेको छ पारिपट्टि आइपुग्यौँ कस्तरी भन्छु राइट पारिपट्टि आइपुग्यौँ अब हामी फेरि एकछिन घुमेर हामी फर्किनेछौँ अब चाहिँ हामी फर्केको खासै अब यहाँदेखि हामी फर्केको होइन फेरि अब फर्केको के भनेर राइट अब चाहिँ हामी पारि पुगेर अब फेरि वारी फर्किँदै गरेको है त हामी हिँडेको यहाँदेखि तपाईँको पर माउन्ट रेनियर पनि यहाँदेखि देखिरहेको रहेछ सिन हेर्न सक्नुहुन्छ कस्तो राम्रो सिन छ है फाइनल डेस्टिनेसन पुगेर पनि हामी आइपुगेको पुग्न लाग्यौँ भित्रै बसिरहेको होइन त्यो टावर नाना यहाँनिर स्पेस निडल यहाँ चढ्नुपर्छ स्पेस निडल भन्छ स्पेस निडल जाँदैन मनले चाहिँ 8 वर्ष काम गरेर डाउनटाउनको सिन हेर्न सक्नुहुन्छ तल गए ओ वाउ यो चाहिँ सिपले अहिले पानी सिप चाहिँ गइरहेको छ अनि सिप जाँदाखेरि यो पानीको चाहिँ यस्तो हुँदो सिपको हालत पानीको चाहिँ यस्तो हुँदो रहेछ हामी त्यहाँदेखि यहाँसम्म आइसकिरहेछौँ नि थाहा नपाउने नि भित्र बस्दाखेरि त बिहान
चढेर गएको सिप चाहिँ यही हो। अनि अब हामी आइसक्यौँ यतापट्टि। मैले अर्को सिपबाट अर्को खिचेको है। अब हामी त ओके, अब चाहिँ हामी घर फर्किँदैछौँ। हामीले अब फेरी पनि चढिसक्यौँ होइन। अनि हामी अब चाहिँ फर्किसकेको, हामी जाँदैछौँ घरतिर। फर्केको है, अब फर्केको कहाँ गएको हजुर। ए लगभग भिड हुन्छ। हामी प्रार्थनामा निरन्तर सम्झन्छौँ, अवश्य पनि मिल्छ।